सो या यो चाहिँ हाम्रो अफिसको यो इन्ट्रान्स हो होइन, देख्न सक्नुहुन्छ चारैतिर रुखै रुख छ, निकै प्राकृतिकले छोएको ठाउँ छ होइन। एन्ड हियर इज मिस्टर कविन एके मिस्टर कविन झिल्के भनेर आएको छ। फुलसँग ठ्याक्क कविन। ओके चाबी आइसकेको छ, अब कविनद्वारा यो ढोका खोल्न लागिएको छ होइन। हाम्रो यता सामानहरू यस्तो छ पुरै पल्टनको लाउरी होइन, दुईटा ब्याग बोकेर भित्र छिरेको अवस्था। यो यताको हाम्रो मिटिङ, यहाँ चाहिँ एउटा हामी बस्छौँ, यहाँ चेयरको व्यवस्था हुँदैछ। एन्ड या अब कविन आफ्नो स्थानमा बसिसकेको छ। यता हल्का खाली ठाउँ छ, आई डोन्ट नो के हो यो। यहाँ मेन यहाँ चाहिने भनेको यहाँ हो कि कहाँ छ लाइट यार। ओके दिस इज द किचन एरिया। मेरा पितृहरू सबैजनालाई होइन, मेरा पितृ कविता पितृ होइन, कविता सबजना होइन खुसी हौँ। हामीले केही नयाँ सुरुवात गर्दै हौँ। यो बत्ती निर्मा लागिसकेको छ, तिनीहरू साथी मात्र। या पूजासुजाको काम सकिसकेपछि वी आर ब्याक टु द ओक है त। सबै यहाँ कुर्सी सुर्सीमा आसपासन गरेर कविन र म फुल फोकसमा अलङ विथ अब यहाँ कविनको मिठो हाँसो आउँछ होइन, मिठो मिठो मुस्कान दिइरहेको हुन्छ उसले बिचा बिचामा। सो अब ढाड दुख्यो भनेर यसो मसाज गरिरहेछ, एक्सर्साइज। अल टुगेदर इट वाज अ फन डे होइन। एन्ड एभ्रिबडी डे 1 अफ अफिस। सो फेरि भोलि भेटौँला भन्ने आशाले। जय नेपाल।